अब हामी जाने हो इभिनिङ वाक। यस जाउँ छोरो, अब हामी जाने हो इभिनिङ वाक। मेरो छोरो चाहिँ भर्खर सुतेर उठेको अनि यसको आँखा नै भइरहेछ, निन्द्राको सुरुमै छ। यस सानो दिसु दिसु बाबा नै आउनु भएन, तिम्रो बाबालाई पर्खेको। तिम्रो बाबा जहिले ब्याड हो के, हामीलाई जहिले कुर्न लाउने। आरिफ 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 बाबा आउनुभयो, बाबा आउनुभयो। गाडी आयो, पछाडि पछाडि गाडी आइसक्यो। ए बाबा आउनुभयो, आरुको बाबा आउनुभयो। यत्रो यति नै बेर लाग्छ, 1 मिनट भनेको यति नै हो। हेलो 1 मिनटमा आउँछु भनेर 50 घन्टा लाउनुहुन्छ। हुन्छ किन 1 मिनटमा आउँछु भनेर त्यत्रो बेर लाउनु भएको? अनि तपाईँको यही बानी चाहिँ मन पर्दैन। 5 मिनट लाग्छ भन्नु कि त। मासु पसलमा पनि लाइन। आरु हेर न, आज हाम्रो इभिनिङ। म चाहिँ कफी खाँदै थिएँ, खाँदा खाँदै सक्यो। बुढाले थोरै आफूले खाँदै गरेको ल्याइदिनु भएछ। अस्तिको नानी बाबुहरू आएकै रहेन रहेछन् है। आज छुट्टी भन् कता गयो होला नि, स्कुल पनि छुट्टी। हाम्रो आरु कहिले ठुलो हुन्छ अनि यहाँनिर खेल्छ। सनसेट हुन लागेको छ त्यता चाहिँ। यता चाहिँ आरुको फादर मिस्टर रोशन बाबु कार्की। तर आज यो ड्रेस अपले एकदम सुहाएको छ, मैले चाहिँ त्यस्तै भन्छु। आरु बाबासँग खेलेको, आज बोल्न मनै छैन उसलाई। हेर न कोल्टे परेर झर्न खोज्छ। उहाँ कति उफ्रिरहेको थियो। बाबा यस्तो के अरे घोडै टेकेर गर्न आँटिरहेको थियो, गरेको मान्छेलाई मैले बोकेर लिएर आएको। अनि के गरेको छोरा? कफी नै सक्छ। एउटा ल्यापटप त लिएर आउनु पर्छ नि, आफू मात्र हराउनु पर्छ। मैले तपाईँलाई त्यस्तो थुप्पा पकाएर खुवाएँ। मुगुको जानुभएको तपाईँहरू दुईजना? मुगुको माटमा किन्नु भएको हो? यो चाहिँ यहाँनिर के खेल्ने अरे यो ठाउँ चाहिँ बाबा? यो के खेल्ने ठाउँ अरे? किन उता परसम्म जाउँ न। अनि किन तपाईँ लुसे हुनुभएको आज? उता परतिरसम्म पुगेर आउँ न, अनि घर फर्किने हो र?
हामी घर फिर्ता आयौँ।